पूर्व पश्चिम राजमार्गको विभिन्न खण्डमा एसियन हाइवे स्तरोन्नति र कालोपत्रेको काम जारी रहँदा यात्रुहरूले भने दैनिक रूपमा ठूलो शास्ति भोगिराख्नु परेको छ। सडक स्तरोन्नति अन्तर्गत सडक विस्तार, पुल निर्माण र कालोपत्रे जस्ता ठूलठूला निर्माण कार्य भइरहेको छ। कामको क्रममा सडकलाई डाइभर्सन गर्नुपर्ने भएकोले यात्रुहरूले शास्ति भोग्दै आउनु परेको छ। विशेष गरी झापा, मोरङ, सुनसरी, सिराहा लगायतका पूर्वी जिल्लाहरूमा सडक स्तरोन्नति भएकोले मोटरसाइकल, बस, ट्रक र निजी गाडीहरूले यात्रा गर्दा धुलो, कुहिरो र खाल्डाखुल्डीहरूको निकै शास्ति भोग्नु परेको छ। स्थानीय यातायात व्यवसायीहरूका अनुसार सडक विस्तारको काम आवश्यक भए पनि यात्रुहरूले दैनिक यात्रा गर्दा 2 देखि 3 घण्टा बढी खर्च गर्नु परेको छ। यातायातको गति निकै सुस्त भएको छ। बेला बेला डाइभर्सन बगाउँदा र भत्काउँदा पनि निकै शास्ति भइरहेको छ। अझ डाइभर्सनमा पनि ठुल्ठुला खाल्डा र बिग्रिएको बाटोले गर्दाखेरि यात्रा गर्न असहज भइरहेको छ। सडक स्तरोन्नति परियोजनामा ठूला निर्माण कम्पनीहरू संलग्न छन् र यसका लागि सरकारले ठूलो बजेट विनियोजन गरेको छ। एसियाली विकास बैंकको सहयोग तथा नेपाल सरकारको केही लगानीमा सो आयोजना निर्माण भइरहेको छ। आयोजना अनुसार पूर्व पश्चिम राजमार्गलाई एसियन हाइवेको मापदण्ड अनुसार चौडा र सुरक्षित बनाउन विभिन्न खण्डमा पुल, ओभरपास, अन्डरपास, सडक चिह्न तथा ढल निर्माणको काम धमाधम भइरहेको छ। यसले दीर्घकालीन रूपमा यातायात प्रणालीलाई द्रुत र सुरक्षित बनाउने लक्ष्य राखिएको छ। एसियन हाइवे निर्माणको क्रममा अहिले झापा र मोरङका विभिन्न खण्डहरूमा कालोपत्रेको काम पनि सकिएको छ। केही ठाउँमा 2 तर्फी नै कालोपत्र सकिएको छ भने केही भागमा एकतर्फी कालोपत्र सकिएर दोस्रो तर्फ गर्न सुरु गरिएको छ। झापाको धरमपुर कमल खोला सडक खण्डमा एकतर्फी कालोपत्र सकेर अर्कोतर्फ कालोपत्रेको काम सुरु गरिएको छ। यस्तै झापाकै सीतापुरी खण्डमा समेत केही भागमा एकतर्फी कालोपत्र सकिएर अर्कोतर्फ गर्न सुरु गरिएको छ। मोरङको लक्ष्मीमार्ग खण्डमा भने 2 तर्फी नै कालोपत्रेको काम सकिएको छ। यस्तै विभिन्न खण्डहरूमा अहिले कालोपत्रेको काम धमाधम भइरहेको छ। ठूला नदीहरू बिरिङ, रतुवा, बकरा लगायतका खोलाहरूमा अहिले पुल निर्माणको काम पनि धमाधम भइरहेको छ। दमकका विभिन्न ठाउँहरूमा अन्डरपासको काम भइरहेको छ। झापाको चारालीमा जनावर ओहोरदोहोर गर्नका लागि एनिमल पास पनि निर्माण गरिँदैछ। त्यस्तै चाराली, बिर्तामोड, दमक, सुरुङ्गा, उर्लाबारी लगायतका ठूला सहरहरूमा समेत निर्माणको काम भइरहेको छ। यसरी निर्माण भइरहँदा तयार गरिएको डाइभर्सन अत्याधिक धुलो र खाल्डाखुल्डीले गर्दाखेरि यात्रुहरूलाई अत्याधिक शास्ति भइरहेको छ। यसले गर्दाखेरि स्थानीयवासी र यात्रुहरूमा असन्तुष्टि बढिरहेको छ। धुलो र ट्राफिक जामका कारण बिहानको कार्यालय यात्रा र बालबालिकाको विद्यालय यात्रा समेत प्रभावित भएको देखिन्छ। साथै सडक स्तरोन्नति क्रममा संकेत र सुरक्षा उपाय पर्याप्त नभएको हुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।